यति धेरै गर्मी बढेको छ, यति धेरै गर्मी बढेको छ कि भन्नै नपर्ने। कति गर्मी भए पनि खाना बनाउनै पर्यो, खानै पर्यो होइन। अनि मैले चाहिँ आज फर्सीको मुन्टा बनाउन लागेको नि त। फर्सीको मुन्टा बनाउन एकदम सजिलो छ अनि म चाहिँ यसरी नै बनाउँछु क्या। खोर्सानी र मेथी मात्रै अनि नुन लगाउने, पराङपुरुङ बनाउने क्या। छोप्न चाहिँ हुँदैन है, छोप्यो भने चाहिँ पहेँलो हुन्छ, पहेँलो भयो भने स्वाद हुँदैन। नछोपिकन बनायो भने चाहिँ अनि यो हरियै हुन्छ अनि स्वाद हुन्छ। अनि यसरी फर्सीको मुन्टा बसालेर म चाहिँ काँक्राको पनि अचार बनाउन लागेँ कि काँक्रामा चाहिँ आज म केरा हालेर बनाउँदैछु क्या। जहिले आलु आलु कति आलुको मात्रै स्वाद लिने भनेर केरा बनाउन आँटेको, केरा लगाउन आँटेको। अनि हरियो खोर्सानी यसरी लगाउँछु क्या काँचै। अनि हेर्नु न यो फर्सीको मुन्टामा पानी निक्लेको चाहिँ एकदम स्वादिलो हुन्छ क्या यसरी खाँदा चाहिँ। अनि यता अचार झार्नलाई चाहिँ मैले तेल बालेँ, तेलमा मेथी मात्रै लगाउँछु। अलिकति तेल सेलाएपछि त्यसैमा हर्दी लगाइदिएर मैले अचार झानिदिएँ। अनि अचारमा चाहिँ मैले नुन लगाएँ, आलसको छोप अनि धुलो खोर्सानी अनि अमिलो त्यति लगाएपछि अचार एकदम स्वादिलो है। अनि त्यसरी नै बनाउँछु नि त म। अनि अलिअलि पानी पनि लगाउँछु। पानी लगाउँदा चाहिँ के हुन्छ भने त्यो ग्रेभी हुन्छ के, सुक्खा भयो भने त्यति स्वाद लाग्दैन नि त। ग्रेभी ग्रेभी भयो भने चाहिँ खानालाई मजा आउँछ। अनि त्यहाँबाट म चाहिँ अलिअलि ग्रेभी बनाउँछु, एकदम स्वाद लाग्छ। अनि त्यहाँबाट यता मैले काँक्राको अचार पनि तयार गरेँ। अनि उता मैले फर्सीको मुन्टा बनाएको थिएँ नि त, त्यो फर्सीको मुन्टा पनि मेरो तयार भयो। अनि अचार र सब्जी चाहिँ मेरो आज यही हो है। मैले यसरी नै बनाएको छु, मेरो बनाउने तरिका चाहिँ यही हो।